हेलो साथीहरु, नमस्ते सबैजनालाई। आज चाहिँ मैले पनि है खाएको भिडियो बनाउनु पर्यो भनेर हेर्नु न, यी बिहानदेखि गरेको हैन के मिलेन गर्दा गर्दै अनि अब कुखुरा है म चाहिँ घरमा चाहिँ यो सुत्केरीमा ल्याइदिनु भएको है मेरो साइला दाइले माइतीबाट आएको थियो। अनि अलि बिस्तारै खाऊँ न भन्दै राख्दै इ आउनु होला। अघिको बिहानदेखि बनाएको थियो नि, बिहान बनाएको है त्यो भाले बोल्दा बोल्दै यति बेला भयो। गर्दा कस्तो भोक लागिरहेछ नि, खानु पर्यो भनेको। यो चाहिँ मेरो काइली बहिनीले ल्याइदिएको है खुट्टा, बनाउँ न एउटा भिडियो बनाउनु पर्यो भनेर है। अनि आज खानु पर्यो। कस्तो छ है त्यो साथीहरु। ल अब कस्तो भोक लागिरहेछ भने नि, साह्रै भोक लागिरहेछ। आज चाहिँ खानु पर्यो। ल अब खाएँ ल। मिठो मिठो भएछ। कागती अब सरर निचालेर हैन, यहाँ माथिबाट यस्तो निचालेर है सरर निचालेर खानुको मजा नै भिन्दै हुन्छ हैन। अब नुन अलिकति लागेको छ, नुन पनि पुगेन छ। नुन त्यो कडा कडै खान्छु कि म, त्यही भएर पनि होला। यहाँ टुपुमा लागेको छ मजाले। ल हेर्नुहोस् है साथीहरु, मैले यो कागतीको बोक्रा छ नि त्यो पनि मन पर्छ टोक्नलाई, एकदम मिठो भएछ। खाएको साह्रै मिठो भएछ। खानु पर्छ अर्को काटिन्छ साह्रै मिठो भएछ साथीहरु। यो चाहिँ सुँगुरको मासु है। ल सुँगुरको मेरो ज्वाइँले ल्याइदिनु भएको, अस्ति ल्याइदिनु भएको थियो कि बनाएर खानु नभएर प्याज लागेर फ्रिजमा हालिरहेको थियो। दगुडी गरेर बहिनीलाई सम्झिराख्नु पर्यो है, बहिनीलाई दाजुलाई। त्यो मेरो अप्ठ्यारो भयो। अगाडि खोर्सानी मलाई साह्रै मिठो लाग्छ साथीहरु। अगाडि खोर्सानी त्यो कागतीको बोक्रा टोक्नु साह्रै मनपर्छ। बिहानदेखि खाजा पनि खाएको छैन कि, त्यही भएर चाहिँ तितो होला।